So hello guys, welcome back to my new vlog. आज चाहिँ हामी टक्क लाएर स्याङ्जा जाँदैछौँ सबैजना। आज माघको 1 गते हो। सो हामी चाहिँ जाँदैछौँ। यता चाहिँ हाम्रो दाइ छ, यता सिजन भन्जा, उता दिदी, उता भिनाजु। यस्तो हिँड्नु पर्यो गाइज। हेरौँ गाइज, हामी चाहिँ फुलबारीको बस स्टेसनमा आइसकेका छौँ। ल हेर्नु यहाँ बस फर्स्ट टाइम होला यार, यति धेरै बस देखेको मैले यो फुलबारीमा। नत्र गाडी नै चल्दैन कि यतातिर त, त्यस्तो छ हालत। अब यहाँ चाहिँ दिदीहरू फेरि दोकानतिर छिरे। हाम्रो हालत हेर्नु न, म कस्तोले हो हजुर। ल म यहाँ चाहिँ गाडी सोध्दैछु। दाइ त्यो गाडी जान्छ कि जाँदैन नि? अहिले जान्छ। कुन गाडी जाने हो नि? ल ओ यो 31 यो 7131 गाडी जान्छ। अब हामी गाडीमा जान्छौँ। सो है त पृथ्वी चोकतिर गएर भेट्छौँ। सो गाइज, हामी चाहिँ पृथ्वी चोक आइसकेका छौँ है। अब चाहिँ हामी चाहिँ ल हेर्नु पृथ्वी चोकमा यस्तो छ। यतातिर त पुरै स्वरूपै चेन्ज भयो, पुरै पुल बनाउनलाई। यो पुल बनाउन लागेको होइन, अनि त्यही भएर बाटो काट्ने ढुक्क आफ्नै बाटो के आफ्नै बाटो सरर। ल ल ल हेर्नु त्यस्तो भने चिया पकाएर मान्छेहरूको कटाइ, बाटो कटाइ हराउँ त न मान्छेहरूको। यो गाइज, हामी चाहिँ बस पार्कमा आइसकेका छौँ है पृथ्वी चोकको। हामी जाने गाडी चाहिँ यही हो टक्क। यो कस्तो टक्क टक्क भन्ने बानी छ कि फेरि मेरो। यही गाडीमा जाने हो। भिनाजुहरू उतै आउनुहुन्छ, तपाईँ देखिनु न होइन। ओ हाम्रो ताक्ले भन्छ यहाँ। सो हामी चाहिँ अब दोकान जाँदैछौँ होइन। अब भिनाजुले भिडियो बनाउनै दिनुहुन्न क्या अरू भन्दा नि, अनि त्यही भएर ल। फाइनली गाइज, हामी चाहिँ यो के अरे बिपी चोक सिङ्जा बजारमा आइसकेका छौँ। यो चाहिँ टक्क खाजा खानलाई रोकेको छ गाडी। फेरि टक्क अरे हुन्छ बिपी चोक सिङ्जा बजार। बजार के खाने गुलियो घरै गएर खाम्ला। ल अब उतै गएर भेटौँला है त। फाइनली गाइज, हामी चाहिँ यहाँ आइसकेका छौँ। नमस्ते आमा। यहाँ त बाटो बनाएको छ नि त यार। हामी चाहिँ घरमा जाँदैछौँ। ओ गोलु दाई हाम्रो
यहाँ चाहिँ बाटो भएछ है ल विकास चाहिँ भएछ जे होस् ल गाइज अरे अब आज यस्तै भयो अब आज यस्तै भयो भिडियो अब नराम्रो भयो अब धेरै एक्सप्लेन गर्न पनि पाइएन धेरै भिडियो बनाउन पनि पाइएन अब आजको के अरे भ्लग चाहिँ अब यस्तै भयो ल